नमस्कार साथीहरु, तपाईहरुलाई मेरो YouTube च्यानलमा स्वागत छ। तपाईहरुमाझ मैले केही समय नेप्सीको अपडेट लिएर आउनको लागि अलिकति असमर्थ रहे। त्यसको लागि तपाईहरुमाझ म क्षमा चाहन्छु। अब म तपाईहरुमाझ लगातार नेप्सीको अपडेट लिएर आउने प्रयास गरिरहने छु। भने आज चाहिँ एउटा नेप्सीमा कस्तो खालको जुन क्यान्डलहरु बनेको छ, नेप्सी कुन उसमा चाहिँ वेमा जाँदैछ, डाउन ट्रेन्डमा जाँदैछ, अर्थात् यो साइडवेजमा बसेर एउटा बाउन्स ब्याक हुन खोजेको हो, त्यो बारेमा हामी यस भिडियोमा चर्चा गर्नेछौँ। भने आज चाहिँ एउटा जुन क्यान्डल अहिले चाहिँ एउटा बजेट भाषण पछाडि लगातार क्यान्डलहरु जुन मार्केट चाहिँ डाउन ट्रेन्डमा आएको अलिकति करेक्सन भइरहेको छ र बजेट भाषण पछि अलि पोजिटिभ हुन सकेको छैन। मार्केटले अलिकति रिटेस्ट गरिरहेको छ। त्यसले गर्दाखेरि अब कुन जुन पोइन्टबाट चाहिँ मार्केट बाउन्स ब्याक हुन खोज्छ र अहिले तत्कालले चाहिँ एउटा राष्ट्र ब्याङ्कको जुन गभर्नर पनि चेन्ज भएको छ र जुन बजेट भाषण पनि भइरहेको छ, त्यसको इफेक्ट चाहिँ अहिले मार्केटमा देखिरहेको छ। यसले अलिकति लगानीकर्ताहरू अझै ढुक्क हुन नसकेको, अलिकति जुन प्रेसर फिल गरेको जुन हामीले महसुस गर्न सक्छौँ र हामीले अब त्यसको बारेमा चाहिँ अब मार्केट कहिलेसम्म चाहिँ एउटा साइडवेजमा अर्थात् डाउन ट्रेन्डमा जान्छ, त्यसपछि बाउन्स ब्याक कहिले हुन्छ भन्ने बारेमा हामी यस भिडियोमा चर्चा गर्नेछौँ। साथीहरू, तपाईहरु मेरो च्यानलमा भर्खरै आउनु भएको छ भने चाहिँ च्यानल सब्स्क्राइब गरिदिनु होला र सँगै रहेको बेल आइकनलाई पनि क्लिक गरिदिनु होला। तपाईहरुमाझ मैले यस्तै जानकारीमूलक भिडियोहरु बनाएर आइरहने छु। 2082 जेष्ठको 21 गते रहेको छ, अर्थात् जुन 4 2025 रहेको छ। भने आज पनि मार्केटले एउटा घट्ने क्रमलाई निरन्तरता दिएको छ। आज चाहिँ 11.98 अङ्कले घटेर 2646.95 मा चाहिँ क्लोजिङ भएको छ। भने पर्सेन्टमा भन्नुपर्दा 0.05% चाहिँ आज घटेको छ। भने आजको जुन कारोबार हेर्छु भने कारोबार पनि एउटा घट्दै गएको छ। लगातार मार्केट घटेको कारणले गर्दाखेरि कारोबार घट्नु स्वाभाविक छ। भने यो जुन कारोबारको रकम पनि घटेको छ, 5 अर्ब आसपास चाहिँ आज कारोबार रहेको छ। भने आज चाहिँ जुन सबै जुन कम्पनीको स्टकको चाहिँ आज रातो हामीले देख्न सक्छौँ। त्यसमा चाहिँ आज तैपनि आज चाहिँ 45 वटा स्टकको प्राइस चाहिँ बढेको छ। भने 203 वटा स्टकको प्राइस चाहिँ आज घटेको छ। एउटा सेलिङ प्रेसर देखिन्छ। भने आजको जुन मार्केट को टोटल ट्रेडेड सेयर हेर्छौँ भने चाहिँ 1,37,82,468 वटा स्टकको चाहिँ आज कारोबार सेयरको चाहिँ कारोबार भएको छ। भने आज चाहिँ 59,130 वटा ट्रान्जेक्सन भए र 313 वटा स्क्रिपको चाहिँ आज कारोबार भएको छ। भने आज टोटल मार्केट क्यापिटलाइजेसन हेर्छौँ भने चाहिँ 44 खर्ब 8 अर्ब आसपास आज टोटल मार्केट क्यापिटलाइजेसन रहेको छ। भने आज हामीले जुन इन्भेस्टर सेन्टिमेन्ट हेर्छौँ भने विक बेरिस देखिन्छ इन्भेस्टर सेन्टिमेन्ट। र हामीले आजको ग्राफमा हेर्छौँ भने सुरुदेखि नै एउटा सेलिङ प्रेसर देखिन्थ्यो र जुन अलिकति बढ्न खोज्यो भने फेरि लगातार एउटा चाहिँ डाउन ट्रेन्डमा चाहिँ आज घटेको छ र लास्ट आवरमा चाहिँ अलिकति मार्केट एउटा घटेको हामीले देख्न सक्छौँ। भने अब हामीले आजको नेप्सीकोमा चाहिँ टप गेनर हेर्छौँ भने चाहिँ आज OMPHL, पुरी, SMH, SFEF, ICFCD 83, AKPL, NMB50, MKHL, डोर्डी, NABC चाहिँ आजको टप टर्नओभर रहेको छ अनि टप गेनर रहेको छ। आजको टप लुजर हेर्छौँ भने CORBL, MSHL, CIZB, D90, ULBSL, SLBSL, CICL, WNLB, मारुति, AHL, USHEC चाहिँ आजको टप लुजर रहेको छ। भने आजको टप टर्नओभर हेर्छौँ भने AKPL, रादी, NGPL, UPCL, वरुण, BPCL, HIDCLP, HIDCL, HRL, CSDC चाहिँ आजको टप टर्नओभर रहेको छ। आजको नेप्सीको लाइभ टेक्निकल एनालाइसिसमा हेर्छौँ भने आज एक्सिलेटरले एउटाले सेल, 5 वटा न्युट्रल, 4 वटा बाई दिएको छ। जुन हामीले आजको लेभल सपोर्ट लेभल रेजिस्टेन्स लेभल हेर्छौँ भने चाहिँ आज रेजिस्टेन्स लेभल 2660.67 R2, 2674.39 र R3 चाहिँ 2684.19 रहेको छ। भने सपोर्ट लेभल S1 चाहिँ 2637.15, S2 2637.35 र S3 चाहिँ 2613.36 रहेको छ। भने अब सेक्टर वाइज हेर्छौँ भने आज चाहिँ बढ्ने सेक्टर हेरौँ। पहिला बढ्ने सेक्टरमा चाहिँ म्युचुअल फन्ड र ट्रेडिङ सेक्टर थोरै झिनो जुन पर्सेन्टले बढेको छ। भने अरू सबै सेक्टरहरू चाहिँ आज घटेको छ। सबैभन्दा धेरै घट्ने सेक्टर हेर्छौँ भने आज चाहिँ
एउटा अलिकति बाउन्स ब्याक हुन खोजेको जस्तो र धेरै घट्न नमानेको र घटिसकेको अब चाहिँ एउटा फेरि एउटा पोजिटिभ हुन खोजेको जस्तो खालको चाहिँ हामीले आजको जुन मार्केटलाई दिन सक्छौँ। त्यसले गर्दाखेरि सबैभन्दा धेरै घट्नेमा माइक्रो फाइनेन्स 0.83%ले घटेको छ। भने अदर सेक्टर 0.55%, नन लाइफ 0.68%ले घटेको छ भने फाइनेन्स चाहिँ 0.90%ले चाहिँ घटेको छ। अब हामीले आजको न्युजलाई चाहिँ जुन चार्टबाट हेर्छौँ भने आज चाहिँ ओपनिङ 2660.22, हाई 2664.59, लो 2641.07 र क्लोजिङ चाहिँ 2646.95 मा चाहिँ क्लोजिङ भएको छ भने 11.98 अङ्कले चाहिँ आज घटेको छ। भने आज हामीले क्यान्डल हेर्छौँ भने क्यान्डलमा एउटा सेलिङ प्रेसर देखिन्छ र क्यान्डलले चाहिँ अलिकति लास्टमा चाहिँ अलिकति बाइङ प्रेसर पनि देखाएको छ, अलिक बाउन्स ब्याक हुन खोजेको देखिन्छ भने सेलिङ प्रेसर पनि देखिन्छ। यसले चाहिँ अलिकति अब मार्केट अलिकति अझै हामीले 1-2 दिनको कारोबार हेरेर बल्ल हामीले डिसिसन गर्नुपर्ने छ। अब भोलिको कारोबार चाहिँ एउटा लास्ट यो हप्ताको अन्तिम कारोबार भएको छ र त्यो अन्तिम कारोबारमा चाहिँ अलिकति सेलिङ प्रेसर पनि आउन सक्छ र अब अर्को हप्ता चाहिँ अलिकति पोजिटिभ हुने हामीले अनुमान गर्न सक्छौँ। भने अब हामीले जुन यो जुन क्यान्डललाई हेर्छौँ भने आजको सपोर्ट लेभल चाहिँ जुन 2525 रहेको छ, त्यसपछि अर्को त्योभन्दा पनि फर्केन, त्योभन्दा पनि तल झऱ्यो भने चाहिँ अर्को 2600 सम्म चाहिँ फेरि अर्को एउटा सपोर्ट लेभल देखिन्छ। र यदि त्यो अब हामीले रेसिस्टेन्स लेभल हेर्छौँ भने चाहिँ अर्को 2670-75 तिर रहेको छ भने त्यसलाई ब्रेक गरेर माथि गयो भने चाहिँ अर्को रेसिस्टेन्स लेभल 2 चाहिँ 2706 तिर रहेको छ। भने अब हामीले भोल्युम हेर्छौँ भने भोल्युम पनि एउटा डाउन ट्रेन्डमा घटेको देखिन्छ, भोल्युम पनि घट्दै आएको छ। यसले चाहिँ अब जुन मार्केट घटे अनुसार एउटा भोल्युम पनि घटिरहेको छ। लगानीकर्ताहरूले चाहिँ सस्तो मूल्यमा चाहिँ बेच्न नचाहेको हामीले बुझ्न सक्छौँ। भने आरएसआई चाहिँ 45.99 छ, आरएसआई पनि अलिकति करेक्सनको रूपमा हामीले लिन सक्छौँ। 40 भन्दा तल घट्यो भने चाहिँ हामीले अलिकति ओभरसोल्डको रूपमा कुन खालको एउटा लिन्छ त्यसमा हामीले विचार गर्नुपर्ने हुन्छ। भने एमएससिडी हेर्छौँ भने एमएससिडीमा पनि एउटा करेक्सनको रूपमा देखाएको छ एमएससिडीले, र यसले चाहिँ सेल सिग्नल चाहिँ दिइसकेको छैन, तैपनि यसले चाहिँ अलिकति करेक्सनमा रहेको छ भने हामी बुझ्न सक्छौँ। अब हामीले आजको न्युजलाई चाहिँ हामीले 1 आवर टाइम फ्रेममा हेर्छौँ भने चाहिँ आज जुन लगातार घटेको छ 1 आवर टाइम फ्रेममा, भने यसले चाहिँ अलिकति एउटा र अलिकति लगानीकर्ताहरू चाहिँ अलिकति निराश भएको र अलिक प्यानिक भएको हामीले देख्न सक्छौँ। भने आज चाहिँ अलिकति जुन साइडवेजमा पनि बस्न खोजेको क्यान्डलहरू चाहिँ जस्तो देखिन्छ, तर यसले अलिकति एउटा जुन बाउन्स ब्याक हुनको लागि एउटा टाइम पनि खोजिरहेको हामीले देख्न सक्छौँ। भने भोल्युम हेर्छौँ भने भोल्युम लास्ट आवरमा चाहिँ भोल्युम आएको छ भने सुरुको 3 घन्टा चाहिँ अलिकति नर्मल भोल्युम आएको छ। आरएसआई चाहिँ 37.63 रहेको छ, आरएसआई चाहिँ अलिकति नेगेटिभ ओभरसोल्ड देखाएको छ। भने एमएससिडीमा चाहिँ यो रेड हिस्टोग्राम चाहिँ यसले चाहिँ हिजो अस्ति नै एउटा सेल सिग्नल दिइसकेको र हिस्टोग्राम पनि रेड हिस्टोग्राम पनि चाहिँ यसले चाहिँ ओभरसोल्ड देखाएको छ र एउटा सेल सिग्नल चाहिँ हामीले दिन सक्छौँ एमएससिडीमा। भने साथीहरू तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ, च्यानल सब्सक्राइब गर्नुभएको छ भने छैन भने चाहिँ च्यानल सब्सक्राइब गरिदिनु होला। तपाईँमाझ मैले यस्तै जानकारीमूलक भिडियोहरू टेक्निकल एनालाइसिस, आइपिओ अपडेट र फन्डामेन्टल एनालाइसिसको बारेमा चाहिँ तपाईँहरूमा भिडियो लिएर आइरहेछु। यति बेलासम्म भिडियोहरू साथ दिनु तपाईँलाई धेरै धेरै धन्यवाद।